घर बनाउँदा प्रयोग हुने एग्रिगेटको साइज कति एमएमको हुनुपर्छ? यदि तपाईहरुले यसको क्वेशनको एन्सर थाहा छ भने तपाईहरुले भिडियो स्किप गर्न सक्नुहुन्छ। यदि थाहा छैन भने अन्तिमसम्म हेर्नु होला। नमस्ते, पुरा कन्स्ट्रक्सनमा आज म तपाईहरुलाई बिल्डिङ कन्स्ट्रक्सनमा प्रयोग हुने एग्रिगेटको साइज अथवा गिट्टीको साइज कति हुनुपर्छ र कति एमएम को हाल्नुपर्छ भन्ने कुरा चाहिँ यो भिडियोमा बताउन गएको छु। नर्मली हामीले 10 एमएम, 20 एमएम, 30 एमएम, 40 एमएम को ग्रेडको अथवा एमएम को साइजको चाहिँ तपाईहरुले बजारमा गिट्टी एग्रिगेट पाउन सक्नुहुन्छ। तर हामीले रेसिडेन्शियल बिल्डिङमा चाहिँ कुनै पनि स्ट्रक्चरल मेम्बर कास्टिङ गर्न जाँदैछौँ भने चाहिँ 10 एमएम र 20 एमएम को एग्रिगेट चाहिँ हामीले प्रयोग गर्नुपर्ने हुन्छ। किनभने 10 एमएम र 20 एमएम को मिक्स प्रोपर भयो भने चाहिँ हाम्रो स्ट्रक्चरल मेम्बरमा चाहिँ हनीकमहरु आउन पाउँदैन र त्यसले स्ट्रेन चाहिँ राम्रो दिने गर्दछ। जसमा भनेको हामीले 20 एमएम को 40% युज गर्नुपर्ने हुन्छ र 10 एमएम को बाँकी 60% युज गर्नुपर्ने हुन्छ। यसको रेशियोमा हामीले एग्रिगेटलाई मिक्स गरेर कास्टिङ गर्यौं भने चाहिँ तपाईहरुको हनीकम आउँदैन र स्ट्रेन पनि बलियो हुन्छ। फरक पर्दैन तपाईको कालो गिट्टी होस् अथवा अर्को सेतो गिट्टी होस्। फरक पर्दैन तपाईहरुको कालो गिट्टी होस् अथवा सेतो गिट्टी होस्। जुन गिट्टी कुन ढुङ्गाबाट बनेको छ त्यो कुरामा फरक पर्छ। यदि ढुङ्गा स्ट्रङ छ भने अथवा रक स्ट्रङ छ भने चाहिँ तपाईहरुको गिट्टी पनि स्ट्रङै हुन्छ, त्यसले फरक पर्दैन। नर्मली अलि म्याक्सिमम युज गरिरहेको मान्छेको मनस्थितिमा चाहिँ अलि बलियो लाग्ने ढुङ्गा भनेको चाहिँ कालो गिट्टी रहेको छ। तपाईहरुले कालो गिट्टी पनि युज गर्न सक्नुहुन्छ अथवा सेतो गिट्टी पनि युज गर्न सक्नुहुन्छ। नमस्ते, यस्तै जानकारीको लागि यस्तै जानकारीमूलक यस्तै इन्जिनियरिङ जानकारीमूलक तपाईहरुले भिडियोहरु चाहिँ तपाईहरुले पाउन सक्नुहुन्छ। कृपया पुरा कन्स्ट्रक्सनलाई फलो गरिदिनु होला। धन्यवाद।